महादेव, जय शम्भो। म अहिले मेरो आज परीक्षा हो, त्यही भएर यो घाट हिँड्नुपर्छ। यहाँ बनारसमा परीक्षा दिनको लागि विद्यालयमा जानुपर्छ। हेर्नु होला, यहाँ गङ्गाजी, भागीरथी गङ्गाजी हुनुहुन्छ अगाडि। दिव्य नजारा छ यो। जय शम्भो। गङ्गाजीमा बोटहरू छन्। अहिले ठ्याक्कै बिहानको साथीहरू 8:22 गएको छ। हाम्रो इक्जाम 9 बजेबाट छ र 11 बजेसम्म छ। स्वागत छ सबैलाई। काशीको दर्शन गर्नुहोस्। यहाँ आउनु नपाए पनि कताबाटै हेर्दै हुनुहुन्छ। यहाँ श्राद्ध गर्दैछन् मान्छेहरू, यस्तो हुन्छ यहाँ। यहाँका मान्छेहरू चाहिँ बिहान अलि ढिलो उठ्छन् र राति अलि ढिलो सुत्छन्। यस्तो हो यहाँको चलन चाहिँ। त्यही पनि यहाँनिर एकदम टुरिस्ट एरिया भएकाले मान्छेहरू टाढा टाढाबाट यहाँ आउँछन्, श्राद्ध गर्छन्। यसरी यहाँनिर हेर्नु होला, यसरी पिण्डदान गर्छन्, के गर्छन्। यहाँनिर आगो ताप्दैछन्। अहिले ठन्डीको मौसम। जय शम्भो महादेव। यस्तो हुन्छ यहाँनिर महात्मा साधुहरूको आगो तापेर एकदम दिव्य। हर हर महादेव, जय शम्भो। यस्तो छ यहाँ। हिजो अस्ति चाहिँ एकदम हुस्सु लागेर बिहान पनि बाटोमा अलि हिँड्न पनि गाह्रै थियो, जाडो भएर। आज चाहिँ सूर्यदेवको दर्शन भएको छ बिहान। मान्छेहरू यहाँ नुहाउन पनि लाछन् चिसोमा पनि। पुसको महिना छ। महादेव महादेवजी राजाघाट। यहाँ 84वटा हो कि कतिवटा घाट छन् अरे सुन्नमा चाहिँ। घुमेको चाहिँ होइन सबै घाट मैले, त्यही पनि 84वटा घाट छन् भन्ने सुनेको थिएँ। पुरै घाटै घाट छन्। उता दशाश्वमेध भन्ने घाट छ, त्यहाँ चाहिँ आरती हुन्छ र त्योभन्दा उता मणिकर्णिका घाट भन्ने छ, त्यहाँ एकदम प्रसिद्ध ठाउँ हो त्यो चाहिँ। सकेसम्म म त्यहाँ पनि गएर देखाउँछु। 9 बजेबाट हाम्रो इक्जाम छ। अहिले 8:24 भयो, त्यही भएर अलिक छिटो हिँड्नुपर्छ। मणिकर्णिका घाट उता विश्वनाथ मन्दिरतिर पनि बाटो त्यही हो, तर भित्र चाहिँ छिर्न भ्याइन्न। बाहिरबाट यसो सकेसम्म हेर्नु होला। नारायण। यहाँ अलि फोहोर चाहिँ अलिकति धेरै नै छ साथीहरू। त्यही पनि पहिलाभन्दा त कम भयो अरे। यहाँ नरेन्द्र मोदी चाहिँ यहीँ बनारस काशीकै सांसद भएकाले अहिले चाहिँ यहाँ अलि सफा धेरै गराएर पनि सफा अलि धेरै छ पहिलाभन्दा। त्यस कारणले पर्यटकहरू पनि अलि बढेका छन्। राजामहल घाट अरे। पुरा पान खाएर रातै छ बाटो चाहिँ। अलिअलि केही छ यस्तो। यहाँ प्यालेस हो कि होटेल हो कुनै, यो राम्रो रहेछ एकदम। कुनै एकदम राम्रो होटलहरू पनि छन्, कुनै चाहिँ अलि त्यस्तै खालका पनि छन्। यस्तै छ। यस्तो राम्रो यहाँ दरभङ्गा घाटमा चाहिँ होटल रहेछ। अहिले हामी दशाश्वमेध घाटमा आयौँ। यहाँ आरती हुन्छ, दिनदिनै हुन्छ आरती बेलुका। यहाँ मान्छेहरू एकदम धेरै छन्, त्यही भएर केही बाटो तलबाट रहेछ। यस्तो छैन दशाश्वमेध घाट यो।
प्राचीन हो यो घाट एकदम। आरती हुने ठाउँ यो चाहिँ अगाडि मन्दिर छ यो। मान्छेहरू पनि एकदम धेरै साथीहरू। काशीको जल चाहिँ बाहिर लानु भन्दा भन्छन् फेरि त्यही पनि यहाँनिर बेच्न राखेका छन् भाँडो चाहिँ यो पनि। दशाश्वमेध घाट ठुल्ठुला बोट छन् यहाँनिर। यहाँ यात्रा गर्न मिल्छ हामी पनि केही रकम तिरेर गङ्गाजीमा। मान्छेहरू झोला बेच्नको लागि यसरी यहाँ चिया छ ठाउँमा यहाँ खानेकुराहरूको। ठ्याक्कै यो ललिता घाटमा आयौँ। यहाँ माथि नेपाली मन्दिर पनि रहेको छ, नेपाली धर्मशाला छ, त्यहाँ नेपाली पनि हुनुहुन्छ। नेपाली यहाँ पशुपति साम्राज्येश्वर पशुपतिनाथ मन्दिर अलि देखिएन, माथिपट्टि छ। अहिले चाहिँ म जान्न नेपाली धर्मशाला, हिजो गएर आएको त्यहाँ पनि। र यहाँ नजिकै अब विश्वनाथ मन्दिरको गेट पनि छ। मोबाइल भित्र लान पाइन्न, त्यही पनि बाहिरसम्म मन्दिरको गजुर देखिने ठाउँसम्म त्यहाँ खिच्न पाइन्छ। यहाँनिर भव्य छ यो ठाउँ चाहिँ, सफा हो अरूभन्दा। पुलिसहरू छ नि, भित्र जान पाइन्न खासै। मन्दिरभित्र पुलिसहरूले रोक्छन्। यताबाट निस्किने चाहिँ कता बाटो रहेछ, माथिबाट उताबाट जानु पर्यो। यता बाटो बन्द छैन होला नि। टाइम पनि लेट भइरहेको आज। उतापट्टि मणिकर्णिका घाट छ, त्यहाँ मान्छेहरू एकदम धेरै हुन्छन् र लास जलाउनको लागि पनि एकदम धेरै भिड हुन्छ त्यहाँ। अहिले पनि जलाइरहन् त्यहाँ। यस्तो छ है, यो विश्वनाथ मन्दिरको बाहिरको गेट हो। मान्छे पनि एकदम धेरै छन् दर्शन गर्नको लागि बिहानमा। उतापट्टि छ नेपाली मन्दिर, देख्नुभयो होला हो त्यो के अरे यो प्यागोडा शैलीको मन्दिर चाहिँ नेपाली साम्राज्येश्वर पशुपतिनाथ मन्दिर हो। यो ठुलो गेट छ यहाँनिर, भव्य छ यहाँ काशी महादेव। यहाँ पुलिसहरू ठाउँ ठाउँमा छन्। त्यहाँबाट भित्र छिरे, सेक्युरिटी एकदम टाइट छ यहाँको। भव्य छ यहाँको भित्रको पनि। मन्दिर त एकदम माथि नै हो साथीहरू, हेर्नु होला है। मन्दिर माथि नै हो कि, तर म अहिले सकेसम्म पछि आउँदाखेरि देखाउँछु हेरौँ कस्तो हुन्छ। माथिपट्टि छ मन्दिर। अहिले चाहिँ म इक्जाम दिनको लागि भनेर जाँदैछु। म अहिले यो मन्दिर परिसरबाट बाहिर निस्केँ परीक्षा दिनको लागि। उता पञ्चगङ्गा घाटबाट माथि जानुपर्छ। अहिले ठ्याक्कै 8:38 गयो बिहानको। पुग्नुपर्ने 9 बजे। यहाँ बनारसमा चाहिँ पान, चिया, यो मिठाई, लड्डुहरूको दोकान एकदम धेरै पाइन्छ खानेकुरामा।
मणिकर्णिका घाटमा चाहिँ यो मान्छेहरू पोल्नको लागि भनेर दाउराहरू राखेका छन्। यसरी दाउरा यसरी गरजुमा जोखेर चाहिँ बिक्री हुन्छ सायद। तल छ घाट, यहाँबाटै मान्छे जलाउने ठाउँ यस्तो छ। यहाँनिर माथि मन्दिर देवीय डोजर पनि छ त्यहाँ। पारीबाट आउँछ सायद डोजर, बोटमै आउँछ क्या। यसरी नास्ता पनि यही छ, हेर्नुहोस् त। यहाँ यो मन्दिर हल्का ढल्केको छ। यो मन्दिरको पनि आफ्नै विशेषता छ यहाँ मणिकर्णिका घाटमा। यो एकदम पपुलर एरिया हो यहाँको, त्यस कारणले गर्दाखेरि मान्छेहरू यहाँ भिडियोहरू बनाएर हालिरहेका हुन्छ युट्युबमा। यो सक्र पुष्करिणी तीर्थ दर्शन गर्नुहोस्। यो पनि एकदम पुरानो कुण्ड हो। यहाँ यो मन्दिर अहिले चाहिँ हिउँले गर्दाखेरि पानी अझै घटे पछाडि यो मन्दिर चाहिँ अलि क्लियर हुन्छ। अहिले अलि हिलो छ भित्र, नत्र भने यो मन्दिर के हुन्छ, गङ्गाजी बढेको बेलामा चाहिँ यो मन्दिर डुब्छ पुरै। यस्तो हुन्छ साथीहरू। यहाँ बाबाहरूको वासस्थान रहेछ। सिन्धिया घाट यो सुन्दर छ यहाँको दृश्य। यहाँको अत्यन्तै रमणीय गल्ली सुरु हुन्छ है। गौमाता यहाँ हुनुहुन्छ है, महादेव। यस्तो चाहिँ यहाँबाट पुरा गल्ली छ। यस्तो भित्तामा नि पेन्ट गरेका खाने, कहीँ कहीँ यस्तो राम्रो छ, कहीँ कहीँ फेरि अलिक फोहोर हुन्छ। यस साथीहरू पनि सायद परीक्षा दिनको लागि साथीहरू पनि सायद इक्जाम दिनको लागि होला अगाडि हिँड्नुभएको छ। हामी साइकलबाट यताबाट आउँथ्यौँ, रोड हुँदै यताबाट अहिले गल्लीबाट आयौँ हिँड्दाखेरि। सबैजना बाइकहरू फेरि गल्ली गल्लीमा उठायो। मेरो विद्यालय आयो, यहाँ नेपाली संस्कृत महाविद्यालय भनेर बङ्गाला गौरी वाराणसी भनेर लेखेको छ। यहाँ यो बाटो माथिको भवनमा चाहिँ बसेर इक्जाम दिने हो हामीले। बनारस की सीढ़ी परीक्षा दिएर फेरि फर्किँदै हम यही विश्वनाथ मन्दिरको प्राङ्गणमा आइसक्यौँ। फेरि परीक्षा दिएर 3 जना छौँ साथीहरू चाहिँ। माथि जाने हो, माथि लिफ्टमा के गर्न भिडियो बनाउँथ्यो। कहाँ जान माथि के गर्दै हेर्ने यसो माथिबाट हेर्ने के छ भाइ लिफ्ट नि। अहिले चाहिँ म यो नेपाली मन्दिरमा आएको छु, साम्राज्येश्वर पशुपतिनाथ मन्दिर। यो देखिएको चाहिँ नेपाली मन्दिर हो र म अहिले जहाँ छु नि साथीहरू, यो चाहिँ यो अहिले नेपाली धर्मशाला छ यहाँ ललिताघाटमा। यहाँबाट यस्तो भ्यू राम्रो देखिन्छ। माँ गंगा के पावन तट पर वीर घाट एवं जला